नमस्ते, मेरो नाम चिनियालाल माको हो। यो श्री श्री एकान्त कुमारी आगम देछेको 2072 साल वैशाख महिना 12 गतेको भूकम्पले यो हल्लाएर चाहिँ एकदम त्यो क्षति भएको छ। छेद विच्छेद भएर चाहिँ यो हामीले चाहिँ पहिला पहिला भूकम्प अगाडि चाहिँ हामीले चाहिँ पटक पटक सम्पदा र नगरपालिकासँग चाहिँ यो घर पुनर्निर्माणको लागि चाहिँ हामीले सम्पर्क राख्दा नगरपालिकाले चाहिँ यो कागजपत्र के छ त्यो एकचोटि हेरेर चाहिँ त्यहाँ यहाँ चाहिँ सम्पर्क गरिदिनु भनेर चाहिँ भन्नुभएको थियो। अनि उहाँहरूले चाहिँ फेरि चाहिँ उता सम्पदामा एकचोटि जानु भनेर त्यो कागजपत्र दिएर चाहिँ सम्पदामा पठाएको छ। अनि सम्पदामा कुरा गर्दा त यहाँबाट चाहिँ बजेट हुँदैन। अब यो पुनर्निर्माणको लागि चाहिँ हामीले चाहिँ मात्र ग्वाली मात्रै दिन सक्छ। तर यहाँबाट चाहिँ पैसा चाहिँ बजेटको लागि चाहिँ यहाँबाट दिन सक्दैन। नगरपालिकामा जानुभयो भनेर चाहिँ उतै पठाइदिनु भएको छ। उहाँ हाम्रो मेयरजीसँग चाहिँ कुरा गर्दा चाहिँ हुन्छ बनाउनु, के गर्नुपर्छ हामीले सहयोग गरिदिन्छु भनेर उहाँले भन्नुभएको थियो। अनि त्यसमा कुरा गर्दा गर्दा हाम्रो टोलको दाजुभाइहरू पनि सँगैसँगै गएर चाहिँ त्यहाँ कुरा गर्नु जाँदा यो कागजपत्रले चाहिँ यहाँबाट बनाउनु चाहिँ अलि समस्या छ। गुठियारासँग चाहिँ यो सिफारिस नलिकन चाहिँ यो हामीले बजेट राख्नलाई चाहिँ अलि समस्या। बरु चाहिँ हामीले चाहिँ वडाको बजेट राखिदिन्छु, वडाबाट अब थप थप किस्ता गरेर चाहिँ बजेट राखिदिन्छु भन्नुभएको थियो उहाँले। अनि उहाँहरूले बजेटको कुरा गर्दा गर्दै चाहिँ हामीले चाहिँ यहाँ यो चोकको छिमेकी हाम्रो चाहिँ यो श्री श्री एकान्त कुमारी आगम देछेमा चाहिँ 3 जातको छ। पहिलो चाहिँ माक माक र सिन्ताकल ढोजोहरू। यो यो जुन यो कोठामा चाहिँ अरू मान्छे चाहिँ यहाँ दर्शन गर्नु पाउँदैन, हामी मात्रै दर्शन गर्ने 3 जातको मात्रै। अनि तल चाहिँ सबै नवदुरा सानो बच्चाहरू जीवित भएर चाहिँ तल चाहिँ यो दसैँको नवमीको दिनमा चाहिँ यहाँ एकदम नवदुरा गन्ची आउनु भएर चाहिँ यहाँ चाहिँ हामी दर्शन गर्ने चाहिँ सिलसिलामा चाहिँ मेन चाहिँ एकान्त कुमारीको यो देउछ्यो भनेको चाहिँ यो पहिलेदेखि हामी सुन्दै आएको चाहिँ बराबाजादेखि पालोमा नि 300 वर्ष करिब करिब हामीले सुनेअनुसार चाहिँ 300 वर्ष भयो भनेको चाहिँ सुनेको थियो। त्यही भएर चाहिँ हामीले चाहिँ यहाँ टोल दाजुभाइसँग सल्लाह गर्दा चाहिँ के भन्छ भने भन्नुभएको छ भने यो चाहिँ अब हाम्रो पहिला चाहिँ सिन्ताकलहरूले चाहिँ यो काम गर्ने सिलसिलामा चाहिँ यो सिन्ताकलहरूलाई चाहिँ यो घरको जिम्मा दिइरहेछ। अब बाजेहरूले भन्नुभएको थियो ऊ बेलादेखि। अनि यो सम्पर्क गर्दा गर्दा यो चाहिँ हामीले चाहिँ यो जुन चाहिँ घरको जिम्मा दिइरहे सिन्ताकलहरूसँग चाहिँ कुरा गर्दा चाहिँ हामीले चाहिँ हाम्रै घर हो अरे भने उहाँले पनि यो प्रस्ताव राखेको थियो। अनि यो कुरा गर्दा गर्दा चाहिँ हामीले चाहिँ अब हामीलाई पनि यो 3 तला चाहिँ 1 तला मात्रै यो कुमारी भगवान् चाहिँ तल राख्नेमा चाहिँ हामीले त्यो एउटा चाहिँ हामीले चाहिँ छोडिदिन्छौँ, 3 तला चाहिँ हामीले युज गर्नु पाउनुपर्छ भनेर चाहिँ उहाँहरूले चाहिँ भन्नुभएको थियो। अनि टोलको दाजुभाइसँग सल्लाह गर्दा चाहिँ अब पहिला पुनर्निर्माण नै गरौँ, त्यसपछि चाहिँ हामीले चाहिँ अब गरिसकेपछि हामी नै बसेर के गर्नुपर्ने सल्लाह गरेर चाहिँ हामी गर्नु पर्ला भनेर चाहिँ हामीले यो प्रोसेस गरेर चाहिँ हामी चाहिँ यसमा चाहिँ यो पुनर्निर्माण गर्ने चाहिँ यो मङ्सिर 19 गते चाहिँ हामीले यो भत्काएर चाहिँ 19 गते चाहिँ शिलान्यास गरेको।
उहाँ अनि हामीले शिलान्यास गर्नलाई चाहिँ उपमेयर रजनी जोशीलाई चाहिँ सम्पर्क गरेर चाहिँ यो शिलान्यास नि उहाँलाई चाहिँ गराएको हो। अनि वडाध्यक्ष पनि लाई पनि सम्पर्क गरेर उहाँलाई पनि बोलाएको थियो हामीले चाहिँ। अनि टोलको सबै यहाँ त 150 जति मान्छे छ। अनि ऊ बेलादेखि त्यो 19 गते चाहिँ हामीले शिलान्यास गरेर चाहिँ फेरि चाहिँ यो सरसफाइ गरेर सम्पदासँग सम्पर्क गरेर यो काठको चाहिँ यो पिलर नराखिकन हुँदैन भनेर चाहिँ हामीले चाहिँ यो काठको चाहिँ बुझ्या नै छैन ऊ बेला यस्तो यस्तो राख्नुपर्छ भनेर चाहिँ हाम्रो थाहा पनि थिएन। अनि उहाँहरू आउनुभयो, यो यसो यसो गरेर बनाउनुपर्छ, नगरपालिकाले चाहिँ यो जिम्मा यस्तो यस्तो दिएको छ, यो काठको सबै काठ राख्नुपर्छ, यो पिलर चारैवटा पिलर राखेर तल चाहिँ जुन चाहिँ ढुङ्गाको चाहिँ टेफुल हो भन्छ त्यसलाई, त्यो चारवटा टेफुलमा तल गाडेर त्यहाँदेखि चाहिँ यो काठ चाहिँ पिलर चाहिँ उठाएर ल्याएको। अहिले मोटामोटी हामीले चाहिँ अब हिसाबमा चाहिँ नगरपालिकाले अलिअलि सहयोग लिएर चाहिँ हामी अलिअलि नपुगेको चाहिँ जनताहरूसँग चाहिँ चन्दा उठाएर चाहिँ गरौँ भनेर सोच राखेर चाहिँ यो उपभोक्ता समिति गठन गरेर चाहिँ हामीले गरेको। अनि यसको चाहिँ मेन चाहिँ हाम्रो उपभोक्ता समितिसँग चाहिँ मिटिङ बसेर चाहिँ अब यो बजेटले चाहिँ भ्याउँदैन के गर्ने भनेर भन्दाखेरि चाहिँ हामी चाहिँ अब उपभोक्ता समिति गठन गरिसकेपछि हामी चुप लाएर बस्नु हुँदैन। यसमा चाहिँ हामी सबै उठेर चाहिँ सम्पर्क गरेर चाहिँ अब कोसँग जानु मिल्छ साथीहरूसँग चाहिँ सम्पर्क गरेर चाहिँ चन्दा उठेर चाहिँ बनाउने भनेर चाहिँ सम्पर्क गरे। अब यसमा चाहिँ हामीले बुझेअनुसार हुन त पहिला पहिला चाहिँ अब जुन त्यो महाकालीको भयो नवदुर्गाको भयो त्यस्तै त्यस्तै बनाउने पनि सोच राखेको थियो। अनि कुरा के भयो भने त्यस्तो अब त्यो भनेको चाहिँ सबैले चाहिँ हामीले चाहिँ सिमेन्टीको जोराइ भयो। हाम्रो चाहिँ यहाँ अब टोलमा पनि सबै सिमेन्टको जोराइ भयो, ढलान भयो। अनि कुरा गर्दा गर्दा चाहिँ हाम्रो चाहिँ यो नमुनाको हिसाबमा चाहिँ बनाउने भनेर चाहिँ उपभोक्ता समितिमा पनि कुरा उठ्यो। अनि टोलमा पनि यस्तै अब हो यस्तै हाम्रो नमुनाको हिसाबमा चाहिँ बनाउनु पर्छ भनेर चाहिँ दाजुभाइहरूले चाहिँ सम्पर्क गर्यो। त्यही भएर चाहिँ उपभोक्ता समितिले पनि चाहिँ मिटिङ राखेर चाहिँ यस्तै बनाउनु पर्ला भनेर चाहिँ हामी चाहिँ माटोको जोराइमा बनायौँ। अब हामीले बुझेअनुसार त चाहिँ हामीले चाहिँ माटोको जोराइमा चाहिँ एकदमै खुसी लागेको थियो। सम्पर्क गरेका थियो उपभोक्ता समितिमा चाहिँ हुन्छ यस्तै बनाउनुपर्छ हामी सक्दो उपभोक्ता समितिले चाहिँ हामी नि यो बनाउने बेलामा चाहिँ हामी पनि जति सक्दो सहयोग गर्छु भनेर चाहिँ उहाँ ग्वाली पनि गरिदिन्छु भनेर चाहिँ भन्नुभएको थियो। अहिले पनि जुन चाहिँ उपभोक्ता समिति नै दोहोरो यसमा काममा लागिरहेछ। मौलिकमै हो यो यो त 4 तला हो बनाउने चाहिँ हो। यो नक्सा चाहिँ हामीले चाहिँ त्यो जुन सम्पदामा चाहिँ नगरपालिकाले जिम्मा दिएको चाहिँ उहाँहरूले चाहिँ नक्सा पुरा नक्सा बनाएर हामीले चाहिँ दिएको छैन। हामीले चाहिँ अब जुन अहिले चाहिँ अघि पनि भनिसक्यो सहयोग यहाँ चाहिँ जुन चाहिँ अहिले चाहिँ यो दसैँको बेलामा चाहिँ अघि पनि भनेको थियो मैले नौ नौ रात नवमीको दिनमा चाहिँ यहाँ चाहिँ धेरै जसो चाहिँ विदेशीहरू पनि यहाँ यो दुईटा चोक छ, दुईटा चोकमा चाहिँ मान्छे एकदम प्याक हुन्छ। दुईटा चोकमै दर्शन गर्ने के भक्तजनहरू चाहिँ एकदमै यहाँ भिड हुन्छ। हामी चाहिँ यो यहाँ जुन तल चाहिँ हाम्रो चाहिँ एकान्त कुमारी संस्कृत खल भनेर चाहिँ हामीले चाहिँ बाजागाजा सिक्ने बाजाको व्यवस्था तल गरिरहेछ। त्यो बाजाको सबै एकान्त कुमारी संस्कृत खलको
जुन चाहिँ खलको हाम्रो दाजुभाइहरू चाहिँ आएर चाहिँ यहाँ सबै व्यवस्थाकोमा चाहिँ हामीले अहिलेसम्म चाहिँ हाम्रो 2053 सालदेखि यहाँ सुरु गरेको ऊ बेलादेखि नै हामी चाहिँ यो भक्तजनहरू यहाँ भुइँचै नै हुन्छ अनि त्यहाँ व्यवस्था गर्नलाई चाहिँ सबै यहाँ टोलको हाम्रो संस्कृत खलको चाहिँ सदस्यहरू यहाँ बसेर बिहानदेखि सरसफाइ गरेर चाहिँ यहाँ सबै व्यवस्था गरिरहेको छ अहिलेसम्म। अहिले त मलाई जिम्मा दिए अनुसार चाहिँ हामीले चाहिँ दाजुभाइहरूसँग सम्पर्क गरेर यो फटाफट काम हुनुपर्छ। उपभोक्ता समितिले पनि अब सक्दो आर्थिक भौतिक नैतिक सबै हामीले ग्वाली गरिदिन्छु भनेर चाहिँ उहाँहरूले चाहिँ मलाई चाहिँ विश्वास गरेका छ गर्नुभएको थियो। अनि मैले चाहिँ मै अगाडि बसेर मैले नि यहाँ गाह्रो लाउने जुन माटो बोक्नु पऱ्यो पनि इँटा बोक्नु पऱ्यो भने हामीले चाहिँ यो फटाफट हुनुपर्छ अहिले वर्षा हुन लाग्यो त्यो सिध्याउनु पर्छ भनेर एकदम लागिरहेको छ हामी अहिले चाहिँ भन्नाले चाहिँ एक तला चाहिँ कम्प्लिट भयो। अब यो दुई तलामा चाहिँ आधी आधी भयो यो 2-3 दिनमा चाहिँ यो चाहिँ एक तला चाहिँ दुई तला चाहिँ क्लियर हुन्छ होला मेरो सायद हिसाबमा। अब जुन चाहिँ तपाईँले भन्नुभएको थियो भन्नुभयो अहिले यो हाम्रो दाताहरूले चाहिँ जुन जुन अलिअलि बढी जुन अहिले चाहिँ म्याक्सिमम् यहाँ चन्दा सङ्कलन गरेकोमा चाहिँ हामीले चाहिँ 50-52 हजारसम्म चाहिँ म्याक्सिमम् चाहिँ माथि एक दुईजनाले दिनुभएको थियो उहाँले धेरै धेरै धन्यवाद। जुन चाहिँ हामीले चाहिँ यो बनाउनलाई चाहिँ अब सुरुमै हाम्रो उपभोक्ता समिति गठन गरेर चाहिँ यो 10,000 भन्दा माथि सहयोग गर्ने भक्तजनहरूको यो सहयोगदाताहरूसँग चाहिँ लाई चाहिँ हामीले चाहिँ यो शिलापत्रको नाम राख्ने भनेर चाहिँ हामीले चाहिँ फ्लेक्स पनि बनाएको छ। त्यो राखेपछि चाहिँ दाताहरू चाहिँ धेरै जसो चाहिँ आउनुभयो र चाहिँ यहाँ सहयोग गर्नुभएको छ। वडाबाट अहिले चाहिँ जुन चाहिँ उहाँ वडाबाट चाहिँ हामीलाई चाहिँ आश्वासन दिनुभएको छ त्यो चाहिँ हामीले चाहिँ एक तला बनाइसकेपछि उहाँहरूले चाहिँ यो चुक्ता गरेर दिनुभयो फेरि अर्को चाहिँ माग गरिरहेछ माग फारम राखेको छ त्यहाँ। अनि अहिले चाहिँ बजेट छैन यो जुन चाहिँ अहिले अब यताउता चाहिँ काम नसकिएको ठाउँ अन्तबाट चाहिँ बजेट फिर्ता आयो भने त्यो बजेट चाहिँ यता राखिदिनु भन्नुभएको थियो। समस्या त अघि पनि भने समस्या त यो चाहिँ अब सम्पदाले चाहिँ यो 80-90 लाखको हिसाबमा चाहिँ उहाँले चाहिँ हिसाब हुन्छ भनेर इस्टिमेट गरेर चाहिँ उहाँले भन्नुभएको थियो। अब त्यो हिसाबमा चाहिँ हामीले चाहिँ विश्वास गरेर चाहिँ सहयोग गर्ला कि भनेर चाहिँ हामीले चाहिँ अलिअलि चाहिँ हाम्रै पैसा भए पनि चाहिँ लगानी गरेर चाहिँ यहाँ अब काठलाई त 10-15 दिन मात्रै उधारै दिन्छ तर हामीले भनेर अब त्यहाँ काठ लिनु जाँदा चाहिँ अब यो धेरै त उधारो दिनु सक्दैन अलिअलि चाहिँ मिलाइदिउँला भनेर चाहिँ भन्नुभएको थियो। अब हामीले त त्यो कार लिनु जाँदा त सबै त उधारो दिँदैन सकेसम्म चाहिँ हामीले चाहिँ कोसिस गरेर चाहिँ यो सक्दो हामी पैसा पेमेन्ट गरिदिन्छु भनेर उता चाहिँ बुकिङ गरेर आएको छ। जुन चाहिँ अब सिकर्मीहरूले पनि एकदम फटाफट काम गरिरहेको छ अहिले उहाँहरूले पनि पटक पटक गरेर चाहिँ पैसा अब यति पैसा चाहियो यति पैसा चाहियो भने अब यिनीहरूको इस्टिमेट चाहिँ अहिले तला एक तल्लामा चाहिँ 12 लाख जति चाहिँ अब काठकै हिसाब नगरपालिकामा वडामा चाहिँ पेस गरिसक्यो। अब उता पेस गर्दा चाहिँ यति त अहिले बजेटै छैन जुन चाहिँ हामीले चाहिँ पहिल्यै क्लियर गरेको चाहिँ पैसा तपाईँहरूलाई चाहिँ पुरा पेमेन्ट गरिदिन्छु भनेर उहाँहरूले चाहिँ 5 लाख चाहिँ चुक्ता गरेर दिनुभयो अब फेरि चाहिँ बजेट चाहिँ मागेको छ। अब त्यो त यो जुन चाहिँ यो अहिले चाहिँ अब वर्षा सुरु भइसक्यो यो चाहिँ अब जुन चाहिँ
यो एक तला मात्रै क्लियर गरेर चाहिँ छोप्नु पर्ला जस्तो भयो। यो अब सिमेन्टको जोराइ भए यो वर्षा भए पनि चाहिँ मतलब हुँदैन। यो अब माटोको जोराइमा चाहिँ यो चाहिँ यतिकै राख्नु हुँदैन। यो फेरि चाहिँ भतल सालको जस्तै यो सबै पक्लिएर चाहिँ फाट्न पनि सक्छ। त्यही भएर चाहिँ अहिले चाहिँ यो वर्षा उयो असार अगाडि चाहिँ यो मिलाएर चाहिँ सक्दो चाहिँ हामी बजेट भ्यायो भने चाहिँ फटाफट सिध्याउने चाहिँ मनसाय राखिरहेको थियो। अब के गर्नु त्यो सल्लाह गरेर चाहिँ गर्नु पर्ला। अहिले मोटामोटी चाहिँ सबै चाहिँ हिसाब चाहिँ क्लियर गरेको छैन। अब रसिद अनुसार चाहिँ हामी हिसाब गरेर चाहिँ उपभोक्ता समिति बसौँला। अहिलेसम्म मोटामोटी मैले हिसाब गरेर चाहिँ 10 देखि 10 तानचुन जति उ थियो होला सायद। हजुर, अहिले मोटामोटी चाहिँ त्यहाँ सबै चाहिँ अब चन्दा चाहिँ फ्लेक्समा त्यहाँ सबै लेखिरहेको छ। रसिद बमोजिम रसिद काट्दै दिएको छ। अब त्यो सबै चाहिँ हिसाब गरेको छैन। मेरो विचारमा चाहिँ 10 लाख तानचुन जति चाहिँ अब चन्दा चाहिँ सङ्कलन भइसक्यो। स्थानीय दाजुभाइहरूले चाहिँ अब यो चाहिँ अब जुन चाहिँ यो हामीले चाहिँ साँझ पनि राख्ने भनेर चाहिँ उपभोक्ता समितिमा चाहिँ कुरा उठेको थियो। राख्ने भनेर चाहिँ हामीले पास गरेका छ। जुन अहिले साँझ एउटाको चाहिँ मोटामोटी हामीले चाहिँ अब सिकर्मीहरूसँग कुराकानी गर्दा चाहिँ जुन चाहिँ अब कतिको राख्ने, अब यसमा चाहिँ सुहाउने गरिकन साँझ राख्यो भने चाहिँ 22-23 लाख जति लाग्छ भने चाहिँ उहाँहरूले इस्टिमेट दिएको थियो। अनि हामीले चाहिँ अब त्यहाँ नगरपालिकाले दिने चाहिँ वडाबाट बजेट दिने चाहिँ 10-15 लाख जम्मा। अब साँझलाई नि 20-22 लाख लाग्ने भए त अब साँझलाई नि पुग्दैन। त्यही भएर हामीले चाहिँ भक्तजनसँग अनि सहयोगदातासँग चाहिँ हामीले चाहिँ कुराकानी गरेर चाहिँ अब के कस्तो गर्दा हुन्छ। यो साँझ एउटा हाम्रो चाहिँ नयाँ बनाएर चाहिँ राख्नु पऱ्यो भने चाहिँ यति परेको छ। अब के गर्ने भनेर अब बनाउँदै जानुहोस्, सक्दो हामीले चाहिँ सहयोग गर्छु भनेर चाहिँ उहाँले चाहिँ आश्वासन दिनुभएको छ। उहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद।